यो नेपालको झापा जिल्लालाई मध्यनजर गर्दै बनाइएको सन्देशमूलक कथा हो, जसमा युवाहरू लागु पदार्थ दुर्व्यसनीमा कसरी फस्छन् र के उपद्रव गर्छन् भन्ने कुरालाई प्रस्तुत गर्न खोजिएको छ। भनिन्छ नि, समस्याभित्र समाधान पनि लुकेको हुन्छ। हो, हामीले यस भिडियोमा कुलतमा फसेका युवा सुध्रिने तरिका समेत लिएर आएका छौँ। यो भिडियोलाई एकपटक हेरेर हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है। बिहान डाँडा खोला हल्ली निकली कराइन्छ। छोरो घरमै छैन त के खुसी आइले चुप्लाएर बस्नु के भए पनि आमा हो म उसके आँखा अगाडि नहुँदा चिन्ता लाग्छ। त्यस्तो छोराको चिन्ता लाग्ने आमाले त सम्झै बुझै गतिलो मान्छे बनाउनु नि। हुन त बढी मुख चलेको बुद्धि कहाँबाट आओस्? हुन त कहिले शान्ति भएर बस्ने आइने होस् त। फेरि मैले
सुत्यो भने आँखैदेखि भन्छस् अरूको घरमा उठेपछि पूजाआजा गर्छन् तर हाम्रो घरमा रौनक मचाउँछ कहिले नभएका आमा छोरा तिमीहरू कहिले छ यो संसारमा एकटा सुरु भएको एउटा केटा हो चिया मलाई त आजभोलि घरमा बस्नै मन लाग्दैन यार किचकिच गरे गर्छन् बाबुआमाले त मलाई नै केन्द्रबिन्दु बनाए यार म त मेरो मात्रै बाबुआमा किचकिचे होलान् भनेको त तेरो पनि त्यस्तै रहेछ नि यार विदेश जाउँ भने न केही सिप छ न केही ज्ञान छ 8 कक्षा पढ्दै छोडियो अहिले त पछुतो भइरहेछ यार कमसेकम 10 कक्षा पास गरेको भए त राम्रै देश जान पाइन्थ्यो भयो यार बितेको कुरा नगर अब यही देशमा बस्ने हो मेरो त भोकले पेट गराउनु थाल्यो यार अब आफ्नो घर जाउँ है ल जाउँ केटा है अनि गए पछि भेटौँ ल मेरो घरमा त काहीँ पनि रहेन चाहेको थिएँ त्यसैले कपाल जिङ्गिङ छ ला यसले गर्नु त आज पो तैँले दिन्छस् भोलि कसले दिन्छ मैले नै दिन्छु के लाटी भोलि पनि कति दया देखाउँछस् है म माथि ए साथी तँलाई त माछिकारी बाट्न आउँछ नि है बाट्दैन मेरो ड्राइभरले कति मुख चलाउनु परेको एकछिन चुलाएर बस्न सक्दिनस् खाली थोत्रो रेडी जस्तो कराकी छ तेरो बोली सुन्दा मेरो कान पाकी छ तिम्रा जेसुकै पाएको मलाई मतलब भएन तर पकाइसकेको खाना फेरि तताएर खाऊ बुढा भन्न सक्दिनँ म दिन उमेरका छौ कहिले काहीँ भोकै बसेर मर्दैनौ ए पापिनी किन भोकै बसे पनि मर्दैन भन्छस् अहिलेसम्म तैँले मलाई कहिले मायाले खाना दिएकी छस् धन्न यो धरतीमा कसो पानी रहेछ र म बाँचेको छु नत्र भने त अहिलेसम्म म मसान घाट पुग्थेँ होला बरु छिट्टै मरेस विधवा भत्ता खान पाउँथे भन्न यस्तो बोलीको भाडो नभए पोइ त कसैलाई पनि नपरोस् बरु वयसमै पहिला गएको थियो भने मेरो जिन्दगी हराभरा हुन्थ्यो होला ए भनेपछि मेरो घर तँलाई नर्क जस्तै लाग्यो चाहिँ केही बिग्रेछ नि त्यस्तो नाटो टिपेर जान त तेरो बाटो रोक्दिनँ म किन रोक्थ्यो त नि मेरो बाटो म पहिला गएँ भने अनेक के घसेटो लिएर बस्छु भनेको होला नि तँ जस्तो कति छाडा छैन म सम्बन्ध मेरो लागि भित्ती पात्र होइन जुन महिना पुगेपछि फर्काउने र वर्ष पुगेपछि मिल्काउने घाँस काट्न हिँडेको मान्छेलाई भेन मात्रै जानिन्छ मम्मी कस्तो भोक लागेछ खाना पाकेको छैन पाकेको छ नि छोरा बिहानै उठेर तँलाई भोक लाग्छ भनेर म भात पस्केर ल्याइदिन्छु त हात धएर आइज मलाई आज पानी छुनै मन लागेको छैन के मम्मी म चम्चाले खान्छु बसेर म खान लाग्छु ल ल
तै ल्याउनु पैसा त्यो पलहरा मागेर ल्याएको नि मम्मी होस् त हजुर जस्तो अनि बाबा खै त आँसी लिएर घाँस काट्न गएका छन् के गर्नु मम्मी मलाई घाँस काट्न आउने भए त गोठै भरिदिन्थे मेरो छोराले केही नभरे पनि खुसी छु म फेरि आजको दिनसम्म तँलाई मैले ढलेको सिङ्को उठाउन दिएको छैन भने बन घाँस काट्न पठाउला त झुकेर घाँस काट्ने आँसीले तेरो हात काट्नु मलाई पीडा हुन्छ भनेपछि त्यति धेरै माया लाग्छ र हजुरलाई मेरो लाग्छ नि छोरा तँ त मेरो मुटुको टुक्रा होस् ल मम्मी खाना खाएर पनि सक्यो म एकछिन गाउँ डुलेर आउँछु ल ल आफ्नो राम्रो ख्याल गर हुन्छ हस् ल कति दौडेकी खराइजै गरेर कक्षा चाहिँ दिँदैन त म जान्दै जान्दिनँ समीक्षा भयो अब खराएर कक्षाको कुरा यही बिट मारौँ बरु तँलाई थाहा छैन होला अस्ति त्यो सपनाले कति राम्रो लिपस्टिक र क्रिम लगाएर हिँडेको थिएँ कस्तो कुरा गर्छ यो पनि अब कमाइ हुनेले लिपस्टिक क्रिम लगाउनु के नै ठुलो कुरा भयो र तर हामी जस्ताको लागि त त्यो ठुलो कुरा होइन महा ठुलो कुरा हो आकृति लाम लाम खम खम भन्ने उमेर यही हो तर के गर्नु भित्रभित्रै रहर मार्नु परेको छ तँ यसरी सानो मन नगर न समीक्षा यदि कुनै दिन मसँग पैसा भयो भने तेरो गाजल लिपस्टिक लाउने सपनामा पुरा गरिदिन्छु यो मेरो बाचा भयो अहिले गरेको बाचा पछि भुल्छस् कि के थाहा भुल्दिनँ म ढुक्क भई नमस्कार गरे है शिवदा नमस्कार एकछिन बिसाउनुहोस् न टाउको हल्का हुन्छ हुनु त भाइ भोकले त्यति पाएको छैन घरै गएर बिसाउँछु ल तल बिसाउँ भनेको मान्नु भएन के अरे ल जानुहोस् बिस्तारै
हे भगवान, बरु राँडै बसेर फाँडै खानुपर्ने रहेछ। यस्ती सहनीलाई सिन्दुर हाल्नुभन्दा त पहिल्यै ममाथि के को रिस होला त नि यति साह्रो। कमसे कम माया नगरे पनि दया त देखाउनु। यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भयो। बुढी भोकने प्राङ्गण लगाइसक्यो, यस्तो भात भने दिएन। भाँडामा हेरेर केही पनि देखिनँ। त्यति सजिलो छैन त्यस्तो भात खानलाई। मैले चामल किनेर ल्याएको छौ, छैन तिमीलाई भात दिने। तिमीले त हेर्दा दिउँसो सुत्नु लागेको अब्दुल्ला आश्रम छैन। साह्रै थकाइ लाग्छ बुढी, त्यही भएर सुत्नु लागेको। त्यही माथि भोको पेट अडिनै सकेको छैन। अहिले सुन्नु त म कराएको मात्रै देख्यौ। अब हात हालेर पनि देख्छौ। कति काम छ चौघुमा? दिनेश कता गयो? यसलाई पठा न। मेरो 33 किलो लुगा लाउने छोराले तिम्रो खेतको बुढो खेलाएर बस्छ। तँ आफ्नै काममा व्यस्त छ, तिमीले जाऊ। आज केटाहरू कहाँ गएछन्? कति खोजिसके, देख्दै देख्दिनँ। फोन गरौँ भने मोबाइल नै छैन आफूसँग। यहाँ एक्लै बसेर के गर्नु, बरु जान्छु घरतिर। तेरो जिन्दगी छोराको नाममा कलङ्क। मैले कसको के बिगारेको छु र? कलङ्क भन्ने शब्दले मेरो मुट्टु छेड्नुहुन्छ। बोल्न मन छ भने राम्रोसँग बोल्नु काका, होइन भने खुरुक्क जानु। मलाई कसैले केही भन्नु पर्दैन, यति बेला आउनु उति बेला जानु भनेर। मलाई थाहा छ कति बेला के गर्ने भनेर। म त बस तँलाई मात्र सम्झाउन खोजेको, तेरो बाउको दुःख देखेर। के दुःख गरेको छन् र मेरा बाले? कति नै महाभारत नै उचाले जस्तो। गुरु, महाभारत उचाल्न सजिलो होला, तर तँ भन्दा पनि गाह्रो छ। एक्लो मान्छेलाई सबै घरको काम सिध्याउनु। अघि भोकै घाँस लिएर आउँदै थिए बिचरा। घरमा गएर खाना खाए कि खाएनन् कुनी? त्यस्तो माया लाग्ने मान्छेले त मेरो बाउलाई आफ्नै घरमा लगेर पाल्नु नि। बसी बसी सुती सुती दुध र भात कोच्याउनु नि। तेरो बाले माने त कोच्याउनु पर्यो नि कोच्याउँथे। तिनको बिजोग देख्दा तर के गर्नु? ढुङ्गो मूर्ति बोल्ला, तेरो बाउ बोल्दैन। तिमीहरूका आमा छोराले जति नै अत्याचार गरे पनि भोक भोकै मर्लान्। तर मलाई भोक लाग्यो भनेर हात थाप्दै आउँदैनन्। हो, तँ पनि बाउ जस्तै आत्मनिर्भर बन, परनिर्भर नबन भन्न खोजेको मैले। हेर्नु है काका, मेरो घरको विषयमा कति पनि तपाईँ नबोल्नु, मलाई मन पर्दैन। जसले आफ्नो घरको सानो सानो खर्च त धान्न सक्दैन, त्यो कसरी आत्मनिर्भर हो? कतै तपाईँले बौला कुकुरले त टोकेको छैन? बरु बेलामै पागल खाना गएर बस्नु। के भनिस् अरे ढाका? के भन्नु? यो खोजेर हो? त्यसले मलाई कलङ्क भन्यो। कलङ्क भन्छ। छोरो यस्तो हुँदो रहेछ। तँलाई त मैले ठिक पार्थे। छोडिदिनुहोस्, म के कुरामा झगडा गरेर काकासँग? छोराको नाममा कलङ्क भनेर सुन्नै नसक्ने शब्द प्रयोग गर्यो त्यसले। म आज छोड्दैन थिएँ यसलाई। मैले आएर छुट्याइस् मात्रै। एकछिन कुल भयो यार। चिसो पानीमा गएर डुबुल्की मारी भने पनि कुल हुँदिनँ म। त्यतिसम्म रिस उठेको छ मलाई। तेरो रिस मर्ने दबाई छ मसँग, बरु खानु भने दिन्छ। तैँले दिएको चिज अहिलेसम्म मैले के नै खाएको छैन र। देखेपछि खान्न भन्ने होस् कि बरु पछि?
20 बाहेक तैँले जे दिए पनि खानी भए। त्यसो भए जाउँ न त आफ्नै जक्सनमा। ल जाउँ जाउँ। ल माया धारे माल अच्छा त खा। ग्याजा पो हो म त खान्न। अघि 20 बाहेक अरू जे पनि खान्छु भनेको होइन, बल्ल आएर थाहा भयो त दुई जिब्रे रहेछस्। एकचोटि खाएर त हेर न, यसले मनको पिर सबै हराउँछ। यदि हराएन भने मलाई कुट। यदि खाएनस् भने हामी त जान्छौँ। यस श्यामे भर्खर त हामी भेट भएको छ, जाने कुरा नगर न। त्यसो भए एकचोटि खाएर त यो खाँदैमा त मरिहाल्छ र। लाग्यो भने लाग्दैन भोलि बाबाको नाम लिनु पर्दैन। त्यसो भोले बाबाको नाम लिएर तान, ढोकेर तान। कडा हुँदो रहेछ। एकचोटि ढोग्नु। यसलाई अब यसरी हुँदैन नि आकृति, हामीले हाम्रा रहरहरू जसरी नै पुरा गर्नुपर्छ। तँले उसके आइडियाको मास्टर केही सोच्नु। हे आकृति, सोझो अम्लाले घिउ आउँदैन, घिउ खानालाई अम्ला भङ्ग्याउनै पर्छ। मतलब अब हामीले सोझो साझो केटालाई मायाजालमा पार्नै पर्छ र तिनीहरूबाट पैसा दुत्नुपर्छ। फेरि केटीहरूले भनेपछि केटाहरूले केही कुरा नाइ भन्नै सक्दैन। वो समीक्षा यस्तो कुकर्म त नगरौँ, पछि घरमा थाहा पाए भने मार्छन्। तेरो कुराले मेरो मुटुमै कामिसक्यो। भगवानले त आँखमा पुर्याउँछु भन्छन् भने त किन डराउँछेस्? त्यसैमाथि यति मिल्ने साथी छु, तँलाई के को पिर भन् त? भन्न त भन्, मैले के गर्नु पर्यो अब? मायाको नाटक गर्दा त भनेपछि केटाहरू त्यसै फिदा भइहाल्छन्। भयो, म अरू सबै काम गर्न सक्छु, तर अरूको जिन्दगीसँग खेल्न सक्दिनँ। अब ढिलो भइसक्यो, त पनि घर जा, म पनि जान्छु। मेरो जिन्दगी कुकुरले भन्दा पनि बढी दुःख पाएको छु। जति काम गरे पनि खान पाउँदिनँ। केटा मान्छे हुँ, डाक्क छोएर रुँ भने सुहाएन भन्छन्। नरुँ भने चोटले भरिएको मुटु फुट्ला जस्तो भइसक्यो।
न आइस कति भोक लागेको होला होइन आज तँलाई के भएको छ बाबु झुलेको छस् निद्रा लागेछ र उता फर्काउँछु यहाँ पो सुताएछ त बाबु माथि गएर सुत जाऊ सुत देऊ नानी सुतिराखेका मान्छेलाई बरु भात खाना छोडिन्छ तर यो गाजर गोटी चाहिँ नखाइ हुँदैन मलाई त यार बरु बाघ आएर खाए नि खाओस् तर यो चाहिँ खाना छोडिन्न ओहो अजिङ्गरको आहारा दही बलि पुऱ्याउँछ भन्छन् हो कि क्या हो यिनीहरू पनि म जस्तै माले रहेछन् आज दिनभरि आकृतिसँग बस्दा केही खान पाइनँ गाजा खान नपाएर लास्टै सिक भएको छु बरु यिनीहरूकै ग्याङमा गएर मिसिनु पर्यो ओ हेलो तिमी रातको रानी हो कि क्या हो किन आयो यतिखेर हाम्रो छेउमा हजुरहरू जस्तै तोप्ता नआएकी नि अनि एउटा कुरा म कुनै रातकी रानी होइन हजुरहरू जस्तै माले हो माले त्यसो भए त झन् काइता हुने भयो हाम्रो ग्याङमा अर्को नयाँ मान्छे थपियो आउ न बस ल ताना चल गौ तानम तानम अब यही नयाँ मान्छे थपेको खुसियालीमा आज रातभरि माले दिवस मनाउनु पर्छ खै आफूलाई कस्तो सिक भइसक्यो हिजो केटाहरूसँग बसेर गाजा खाएको थिएँ राति कति छिटो निदाएछु खाँदा तितो भए पनि टेन्सन त सबै हट्दो रहेछ अब मम्मी उठ्ने बेला भइसक्यो उठेपछि कता जान लागिस् भनेर दिक्क बनाउँछिन् बरु अहिले नै फुत्त निस्कन्छु केटा हो के हो पारा तिमीहरूको अनि उनी चाहिँ को नि उनी हाम्रो नयाँ साथी हो हिजो राति त गएपछि उसँग हाम्रो भेट भएको थियो हिजो तोप तान्दा तान्दा कतिखेर निदाएको पत्तै पाएन नि अनि उहाँ चाहिँ को हो नि माल खानुहुन्छ कि नै खोइ खानुहुन्छ भनौँ कि खाँदैन भनौँ हिजो कर गरेर एकचोटि तानेको हो के अरे अब आज के गर्छ कस्तो तान्छ हो र म त आज पनि तान्न आएको हिजो तानेर गएपछि पिर चिन्ता सबै हट्दो रहेछ एक सरको दुनियाँ अर्को बुझिस् आउन त आइस केटा तर आज सबजना हेरेको हेरै हुने भयो आज त तोप त यति पनि छैन बरु तिमीसँग छ कि समीक्षा गोटी भए पनि निकाल न
कहाँबाट आउनु मसँग गोटी एक पिस पनि छैन। समीक्षा तिम्रो कोही साथीसँग छ कि सोध न। मेरो त आकृति बाहेक कोही साथी छैन, उसले खाँदैन। बोलाउ न त बोलाउ, तिमी साथी कति रहेछ हामी पनि हेर्दिउँ। हेलो आकृति, तँ कहाँ छस्? एकछिन खोज्छतिर आइज न। ल आकृति आउन ढिलो गरी जाउँ, बाटोतिरै भेट हुन्छ। ल कुनै हुन् मेरो साथी आकृति। आकृति, ऊ हरि, ऊ श्याम, ऊ दिने। आहा कति राम्री केटी, आकाशकी परी यो धरतीमा कसरी झरी। कस्तो राम्रो केटा, हेरिराखौँ जस्तो। मलाई त असाध्यै मन पर्यो। हेर समीक्षा, यिनीहरू त नजरमा नजर जुदा जस्तो छ। त्यही त नि, भित्रभित्र मन पराए जस्तो छ। हेलो म बल्ल नबनौँ, हामी जाउँ। मलाई त तिमी साह्रै मन पर्यो। मलाई पनि हजुर असाध्यै मन पर्यो। समीक्षा, यसो हेर्दा तिम्रो साथी पनि सोझिने छे, हाम्रो साथी पनि सोझै छ। अब तिमीले हाम्रो खेलमा साथ दिन पर्यो। साथ त म दिइहाल्छु नि। पहिला हजुरको खेल कस्तो हो त्यो त भन्नुहोस्। अब हामीले यिनीहरूलाई हामी जस्तै कुलतमा फस्ने बनाउनु पर्छ। अनि यिनीहरूले नसा सेवन गरेपछि आफूले सम्हाल्न सक्दैनन् र जवानीको प्यास मेटाउन खोज्छन्। त्यही बेलामा हामीले भिडियो खिचेर ब्ल्याकमेल गर्नुपर्छ। दिनेशको आमाको सुन पनि छ, अनि भएन त गजब। हजुरको खेल त गजब लाग्यो, माने हजुरको दिमागलाई। अब हामी ती दुईबाट जति सक्दो टाढा हुनुपर्छ, ताकि दुईजना एकअर्कासँग नजिक हुन्, अनि मात्र हामीलाई काम गर्न सजिलो हुन्छ। अहिले आएर श्यामले सही कुरो गर्यो। के भएर त्यसले काम गर्ला भन्ने आशा छैन। ती बुढाका घरका काम गर्नु नि, आउनु मात्रै न, मैले जानेको छु। ए साँच्ची समीक्षाले मसँग लिपस्टिक र क्रिम लगाउने कुरा गरेकी थिए। मैले पनि तेरो रहर पुरा गरिदिन्छु भनेर बाचा गरेकी थिएँ। अब कसरी पैसा जुटाउने होला? आकृति के भयो तिमीलाई? मलाई अलिकति पैसाको आवश्यकता परेको थियो, त्यसैले टेन्सनमा छु। यति सानो कुरामा पनि टेन्सन माने कि? हिँड जाउँ।
तपाईँले मेरो लागि सुन चोरेर ल्याउनु भयो? मलाई त पैसा मात्र चाहिएको थियो। म त लाउँदिन अर्काको गहना। कस्तो लाटी रहेछौ तिमी त। यो सुन बेचेपछि पैसा आइहाल्छ नि। बिना दिलको सुन बेच्दा फसिन्छ। मैले चिनेको छ के सुन पसले दाइ। त्यहीँ गएर कुरो मिलाउन उसले गरिदिनुहुन्छ। हिँड जाउँ। हिँडेर हेर केटाकेटी हो, अब हामी यसरी बसेर हुँदैन। गाजा खानकै लागि भए पनि केही उपाय त निकाल्नै पर्यो। अब त्यही त नि, अरूको घरमा जाने, ढोका फुटाउने, अनि पैसा चोर्ने, अनि गाजा किन्ने। योभन्दा अरू विकल्प त हामीसँग केही छैन। दिउँसै अरूको ढोका फुटाउँदा हामीलाई खतरा हुँदैन र? खतरा हुँदैन समीक्षा। हामी त्यति बेला रात परिसकेको हुन्छ, अनि रात पर्दाखेरि चोरेपछि कसैले पनि देख्दैन। तिमीले त मलाई अलिकति पैसा चाहिएको भनेको होइन? फेरि यो क्रिम र लिपस्टिक किन किनेको? यो मैले मेरो साथी समीक्षा किनेको। मैले त तिम्रो लागि भनेर पो यति दुःख गरेको। तिमीले त अरूलाई नै बाँड्न रहेछ। तिमी यसरी सानोमा नबनाऊ न। मैले यो समीक्षाको लागि किनेको। उनले सबै मेरो साथी हो। मेरो त साह्रै मन दुखेको छ।